नमस्कार। जय पशुपतिनाथ, जय शनिदेव। यहाँहरूलाई हार्दिक स्वागत गर्दछु 2083 साल श्रावण महिनाको 9 गते शनिबारको दैनिक राशिफलमा। आज चन्द्रमा वृश्चिक राशिमा रहनेछन्, जसको प्रभावले साहस, आत्मविश्वास, निर्णय क्षमता, आर्थिक योजना, पारिवारिक सम्बन्ध तथा भावनात्मक पक्षमा विशेष प्रभाव पार्ने देखिएको छ। यस भिडियोमा आजको मेषदेखि मीनसम्मको राशिफल, शुभ साहित, शुभ लाभ, अमृत बेला र राहुकाल समयबारे जानकारी हुँदैछ। तपाईँ ध्यानपूर्वक सुन्नुहोला, आफ्नो व्यवहारमा लागू गर्नुहोला। राशिफलको सुरुमा मेष राशि। यदि तपाईँ मेष राशिको हुनुहुन्छ भने आजको दिन उत्साह र आत्मविश्वासले भरिएको हुनेछ। रोकिएका कामले गति लिनेछन् र नयाँ अवसरहरू प्राप्त हुने सम्भावना रहेको छ। आफ्नो निर्णय क्षमताको सही प्रयोग गर्न सक्नुभयो भने उल्लेखनीय सफलता हासिल गर्न सक्नुहुनेछ। कार्यस्थलमा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। वरिष्ठ अधिकारीले तपाईँको कामको प्रशंसा गर्नेछन्। बेरोजगार व्यक्तिहरूले पनि राम्रो अवसर प्राप्त गर्न सक्नुहुनेछ। व्यापारतर्फ लागौँ। व्यापारमा नयाँ ग्राहक थपिनेछन्। पुराना ग्राहकसँगको सम्बन्ध अझ मजबुत बन्नेछ। नयाँ सम्झौताले लाभ दिलाउन सक्ने देखिएको छ। रोकिएको पैसा प्राप्त हुन सक्छ। पुरानो लगानीबाट लाभ मिल्ने सम्भावना पनि रहेको छ। खर्चमा नियन्त्रण गर्न आवश्यक छ। घर परिवारमा खुसीको वातावरण रहनेछ। आफन्तसँगको सम्बन्ध थप मधुर बन्नेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। विवाहित जीवनमा समझदारी कायम रहनेछ। स्वास्थ्य सामान्य रहनेछ। थकान कम हुँदै जानेछ। रिसमा बोलेका शब्दले सम्बन्ध बिगार्न सक्ने भएकाले सावधानी अपनाउन आवश्यक छ। आजका लागि शुभ अङ्क 9 रहेको छ भने शुभ रङ रातो रहेको छ। धार्मिक उपायमा हनुमानजीको दर्शन गरी शनिदेवलाई तिलको तेल अर्पण गर्दा निकै राम्रो हुनेछ। अब दोस्रो राशि वृष राशि। यदि तपाईँ वृष राशिको हुनुहुन्छ भने आज धैर्यता र संयम आवश्यक पर्ने दिन रहेको छ। बिहान केही ढिलाइ भए पनि साँझसम्ममा काममा सफलता प्राप्त हुने देखिएको छ। काममा जिम्मेवारी बढ्न सक्छ। धैर्यताका साथ काम गर्नुभयो भने प्रशंसा मिल्नेछ। व्यापारमा सामान्य सुधार हुनेछ। दैनिक कारोबारबाट लाभ मिल्ने देखिएको छ। अनावश्यक खर्च बढ्न सक्छ। बजेट बनाएर चल्नु निकै राम्रो हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुने दिन रहेको छ। प्रेम सम्बन्धमा साझेदारीका साथ सम्बन्ध अझ बलियो बन्ने देखिएको छ। स्वास्थ्यतर्फ पेट सम्बन्धी समस्या हुन सक्छ। खानपानमा ध्यान दिनुहोला। अरूको कुरामा धेरै विश्वास आज नगर्नुहोला। आजका लागि शुभ अङ्क 6 रहेको छ। शुभ रङ सेतो रहेको छ। तपाईँले आजको दिनमा पिपलमा जल चढाएर शनिदेवको स्मरण गर्नुभएमा निकै राम्रो हुनेछ। अब तेस्रो राशि मिथुन राशि। मेहनतको फल राम्रो प्राप्त हुने देखिएको छ। नयाँ योजना सफल बन्ने सम्भावना पनि रहेको छ। करियर तथा जागिरमा नयाँ जिम्मेवारी प्राप्त हुनेछ। वरिष्ठ व्यक्तिबाट प्रशंसा मिल्न सक्ने देखिन्छ। आज व्यापार विस्तारको योग पनि रहेको छ। साझेदारी काम निकै लाभदायक रहनेछ। आयका नयाँ स्रोतहरू खुल्न सक्छन्। बचत बढ्ने सम्भावना पनि आज रहेको छ। परिवारमा घरमा खुसीको वातावरण रहनेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। अविवाहितहरूका लागि आजको दिन निकै शुभ सङ्केत रहेको छ। स्वास्थ्यतर्फ मानसिक तनाव कम हुनेछ। आफ्नै योजना सबैलाई नबताउँदा निकै राम्रो हुनेछ। आजका लागि शुभ अङ्क 5 रहेको छ। शुभ रङ हरियो रहेको छ। तपाईँले आज भगवान विष्णुको दर्शन र पूजा गरेर तुलसीमा जल अर्पण गर्दा निकै राम्रो हुनेछ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि हुने व्यक्तिहरूका लागि आज धैर्यता संयमता अपनाउनु पर्ने रहेको छ। केही काम ढिलो भए पनि अन्ततः सफलता प्राप्त हुने देखिएको छ। वरिष्ठ व्यक्तिसँग विवाद नगरी आफ्नो काममा ध्यान दिनुहोला। ठुलो लगानी गर्नु अघि अनुभवी व्यक्तिको सल्लाह लिनुहोला। खर्च बढ्न सक्ने भएकाले आर्थिक योजना बनाएर मात्रै अघि बढ्न आवश्यक छ। परिवारको साथले मन शान्त रहनेछ। जीवनसाथीको सहयोग प्राप्त हुनेछ। स्वास्थ्यतर्फ थकान र निद्राको कमी हुन सक्छ। आज सावधानी अपनाउनु पर्ने पक्षमा कागजी काम राम्रोसँग जाँच गर्नुपर्नेछ। आजका लागि शुभ रङ सेतो रहेको छ भने शुभ अङ्क 2 रहेको छ। तपाईँले आज भगवान शिवलाई जल अर्पण गरेर ओम नमः शिवाय मन्त्र जप गर्नुभएमा निकै राम्रो हुनेछ। अब पाँचौँ राशि सिंह राशि। यदि तपाईँ सिंह राशिको हुनुहुन्छ भने आज आत्मविश्वास र नेतृत्व क्षमताले सफलता दिलाउनेछ। सामाजिक प्रतिष्ठा बढ्ने सम्भावना पनि रहेको छ। आज पदोन्नति अथवा नयाँ जिम्मेवारीको अवसर पनि मिल्न सक्ने ग्रह गोचर रहेको छ। व्यापारमा राम्रो लाभ प्राप्त हुनेछ। नयाँ ग्राहक थपिनेछन्। आर्थिक पक्ष बलियो रहनेछ। परिवारतर्फ घरमा खुसीको वातावरण रहनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्ने देखिन्छ। स्वास्थ्यतर्फ ऊर्जा र उत्साह कायम रहनेछ। तपाईँ आज अहङ्कारबाट टाढा रहँदा निकै राम्रो हुनेछ। आजका लागि शुभ रङ सुनौलो रहेको छ भने शुभ अङ्क 1 रहेको छ। तपाईँले आज सूर्यदेवलाई अर्घ अर्पण गर्दा निकै राम्रो हुनेछ। अब छैटौँ राशि कन्या राशि। यदि तपाईँ कन्या राशिको हुनुहुन्छ भने आज योजना अनुसार काम अघि बढ्नेछ। मेहनतले राम्रो उपलब्धि दिलाउनेछ। काममा जिम्मेवारी बढ्नेछ भने वरिष्ठ व्यक्तिको विश्वास जित्न सक्नुहुनेछ। व्यापारमा नयाँ योजना सफल हुनेछ। धनतर्फ बचत बढ्ने सम्भावना पनि रहेको छ। परिवारतर्फ
घर परिवारमा मेलमिलाप कायम रहनेछ। प्रेम सम्बन्धमा मधुरता बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ। सानातिना कुरामा आज धेरै चिन्ता नगर्नुहोला। आजका लागि शुभ अङ्क 5 रहेको छ भने शुभ रङमा हरियो रहेको छ। आज तपाईँले भगवान गणेशको पूजा गर्दा निकै राम्रो हुनेछ। अब 7औं राशि तुला राशि। यदि तपाईँ तुला राशिको हुनुहुन्छ भने आज सन्तुलन र समझदारीका साथमा अघि बढ्नु पर्ने अवस्था रहेको छ। धैर्यताले सफलता दिलाउने ग्रह गोचर रहेको छ। आज काममा जिम्मेवारी बढ्न सक्छ। नयाँ जिम्मेवारी पनि थपिन सक्छ। व्यापारतर्फ नयाँ ग्राहक थपिनेछन्। धनतर्फ आर्थिक अवस्था सन्तुलित रहनेछ। परिवारतर्फ घरमा सुखद वातावरण रहनेछ भने प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। स्वास्थ्यतर्फ मानसिक शान्ति कायम रहनेछ। आज तपाईँले अरूको प्रभावमा आएर निर्णय नगर्दा निकै राम्रो हुनेछ। आजका लागि शुभ रङ निलो रहेको छ भने शुभ अङ्क 6 रहेको छ। आज तपाईँले माता लक्ष्मीको पूजा र स्मरण गर्दा निकै राम्रो हुनेछ। अब 8औं राशि वृश्चिक राशि। यदि तपाईँ वृश्चिक राशिको हुनुहुन्छ भने आज साहस र आत्मविश्वासले सफलता दिलाउनेछ। रोकिएका योजना पूरा हुनेछन्। अघि बढ्नेछन्। जागिरतर्फ नयाँ अवसर प्राप्त हुने सम्भावना पनि रहेको छ। व्यापारतर्फ लाभदायक सम्झौता हुन सक्नेछ। धनतर्फ आम्दानी बढ्ने सम्भावना रहेको छ। परिवारतर्फ काममा परिवारको साथ प्राप्त हुनेछ। प्रेम सम्बन्ध अझ बलियो बन्ने दिन रहेको छ। स्वास्थ्यतर्फ स्वास्थ्य राम्रो रहनेछ। सावधानी अपनाउनु पर्ने अवस्थामा रिस नियन्त्रण गर्न सक्नुहुनेछ। आजका लागि शुभ रङ रातो रहेको छ भने शुभ अङ्क 9 रहेको छ। आजका लागि तपाईँले भगवान शिवको पूजा गरी महामृत्युञ्जय मन्त्र जप गर्दा निकै राम्रो हुनेछ। अब 9औं राशि धनुराशि। यदि तपाईँ धनुराशिको हुनुहुन्छ भने आज भाग्यले साथ दिने दिन रहेको छ। नयाँ अवसरले जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नेछ। जागिरतर्फ उच्च अधिकारीहरूको सहयोग प्राप्त हुनेछ। व्यापारतर्फ नयाँ लगानी निकै लाभदायक हुनेछ। धनतर्फ आर्थिक लाभ प्राप्त हुने दिन रहेको छ। परिवारतर्फ घरमा धार्मिक वातावरण कायम रहनेछ। प्रेमतर्फ विश्वास र आत्मीयता बढ्नेछ। स्वास्थ्यतर्फ स्वास्थ्य सन्तोषजनक रहनेछ। आज तपाईँले कुनै पनि निर्णय हतारमा नगर्नुहोला। आजका लागि शुभ रङ पहेँलो रहेको छ भने शुभ अङ्क 3 रहेको छ। आज तपाईँले भगवान विष्णुको पूजा गर्दा स्मरण गर्दा निकै राम्रो हुनेछ। तपाईँको मनोकामना पूर्ण हुनेछ। अब 10औं राशि मकर राशि। यदि तपाईँ मकर राशिको हुनुहुन्छ भने आज मेहनतको उचित प्रतिफल प्राप्त हुने दिन रहेको छ। धैर्यताले सफलता दिलाउनेछ। जागिरतर्फ कामको प्रशंसा हुनेछ। व्यापारबाट लाभ प्राप्त हुनेछ। धनतर्फ बचत बढ्नेछ। परिवारतर्फ परिवारको सहयोग प्राप्त हुनेछ। प्रेमतर्फ प्रेम सम्बन्ध सुमधुर रहनेछ। स्वास्थ्यतर्फ हड्डी र जोर्नीको हेरचाह गर्नुपर्नेछ। आज तपाईँले सावधानी अपनाउनु पर्ने पक्षमा नकारात्मक सोचबाट टाढा रहनुहोला। आजका लागि शुभ रङ निलो रहेको छ भने शुभ अङ्क 8 रहेको छ। तपाईँले आज शनिदेवलाई तिलको तेल अर्पण गर्दा निकै राम्रो हुनेछ। अब 11औं राशि कुम्भ राशि। यदि तपाईँ कुम्भ राशिको हुनुहुन्छ भने आज नयाँ सोच र सृजनात्मकताले सफलता दिलाउनेछ। सामाजिक क्षेत्रमा मान सम्मान बढ्ने सम्भावना पनि रहनेछ। जागिरतर्फ नयाँ अवसर प्राप्त हुनेछ। व्यापारतर्फ प्रविधिसँग सम्बन्धित व्यापारमा लाभ प्राप्त हुनेछ। धनतर्फ आर्थिक अवस्था राम्रो रहनेछ। परिवारतर्फ परिवारसँग रमाइलो वातावरण रहनेछ। प्रेमतर्फ प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। स्वास्थ्यतर्फ मानसिक शान्ति कायम रहनेछ। सावधानी अपनाउनु पर्ने पक्षमा अनावश्यक विवादबाट तपाईँ आज टाढा रहनुहोला। आजका लागि शुभ रङ आकाशे रहेको छ भने शुभ अङ्क 4 रहेको छ। तपाईँले आज शनिदेवको स्मरण गर्दा र पूजा गर्दा निकै राम्रो हुनेछ। राशिफलको अन्त्यमा मीन राशि। यदि तपाईँ मीन राशिको हुनुहुन्छ भने आज आध्यात्मिक सोच र सकारात्मक ऊर्जाले भरिएको दिन रहनेछ। रोकिएका काम पूरा हुने सम्भावना पनि रहनेछ। जागिरतर्फ नयाँ अवसर प्राप्त हुनेछ। मेहनतको उचित मूल्याङ्कन हुनेछ। व्यापारमा लाभ प्राप्त हुनेछ। नयाँ योजना सफल हुनेछ। आर्थिक पक्ष सुदृढ रहनेछ। बचत बढ्ने सम्भावना पनि रहनेछ। परिवारमा खुसी र मेलमिलाप कायम रहनेछ। सम्बन्धमा विश्वास र आत्मीयता बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ। पर्याप्त आराम गर्नुहोला। आज भावनामा बगेर कुनै पनि निर्णय नगर्नुहोला। आजका लागि शुभ रङ पहेँलो रहेको छ भने शुभ अङ्क 7 रहेको छ। आज तपाईँले भगवान विष्णु तथा माता लक्ष्मीको पूजा गरी तुलसीमा जल अर्पण गर्दा निकै राम्रो हुनेछ। राशिफलबारे जानकारीसँगै अब लागु आजको सायद विशेष गरी यात्राका लागि महत्त्वपूर्ण हुनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछन्। त्यसैले पश्चिम र उत्तर बाहेक अन्य दिशाको यात्रा आज नगर्नुहोला। आज शनिबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला। आज दक्षिण र पूर्वतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। धार्मिक उपायमा
अमला, सखर, गुँड अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नु भएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात् शुभ लाभादी बेला बिहानमा 5:22 देखि 7:04 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। बिहानमा 7:04 देखि 8:46 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। बिहानमा 8:40 देखि 10:28 रोग बेला रहनेछ। बिहानमा 10:28 देखि मध्याहमा 12:09 उद्योग बेला रहनेछ। मध्याहमा 12:09 देखि दिनमा 1:52 चर बेला रहनेछ। दिनमा 1:52 देखि 3:34 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। दिनमा 3:34 देखि 5:16 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम, महत्त्वपूर्ण काम यसअघि गर्न छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। दिनमा 5:16 देखि 6:57 समय फेरि काल बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौँ। साँझमा 6:57 देखि 8:16 शुभ बेला रहनेछ। साँझमा 8:16 देखि राति 9:34 रोग बेला रहनेछ। राति 9:34 देखि 10:52 उद्योग बेला रहनेछ। राति 10:52 देखि 12:10 चर बेला रहनेछ। राति 12:10 देखि 1:28 लाभ बेला रहनेछ। राति 1:28 देखि 2:46 अमृत बेला रहनेछ। राति 2:46 देखि 4:04 काल बेला रहनेछ। राति 4:04 देखि भोलि बिहानमा 5:23 समय फेरि शुभ बेला रहनेछ। यसमा चरभन्दा शुभभन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काली बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात् सबैभन्दा खराब समय बिहानमा 9 देखि 10:30 समय राहुकाल अर्थात् सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा, लेनदेन, ठुलो लगानी, नयाँ निर्णय, महत्त्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।